हेलो गुड आफ्टरनुन एभ्रिवान। है हाम्रोबाट चाहिँ हेर्नुहोस् है सोरेङ पनि देख्छ। यहाँ पर देख्दै गरेको चाहिँ सोरेङ हो है। आज चाहिँ एकदमै दामी वेदर भएको छ है। घाम पनि लागिरहेको छ, एकदमै गरम पनि भइरहेको छ। म चाहिँ लागेँ है गोठतिर है। अनि गोठमा चाहिँ मम्मी र यहाँ तल्लो घरको दिदी हुनुहुन्छ नि त, ललिता दिदी है। अनि भर्खरै आइपुगेँ है गोठ पनि। अन्त यहाँ चाहिँ मम्मी र ललिता दिदी चाहिँ जय घाँस केलाउनु हुँदैछ है। यो जय घाँस चाहिँ गाईको घाँस हो है। यो चाहिँ धान जस्तै हुन्छ। यसलाई चाहिँ केलाएर चाहिँ मजाले बोरामा राख्नुपर्छ नि त अर्को वर्षको लागि है। हेर्नुहोस् है कसले देख्नु भएको जय घाँस, यो चाहिँ जय घाँसको बिउ हो है। यसरी राख्नुपर्छ। वर्षैदेखिको रोप्यो वर्षभरिको लागि, अनि फेरि अर्को वर्षको लागि चाहिँ यसरी केलाएर मजाले रोप्नुपर्छ है। यहाँ केलाउने चाहिँ ललिता दिदी हो है। अनि चाहिँ मजाले निफाल्नु हुँदैछ नि त। अन्त परको चाहिँ मम्मी हो है, मम्मीले मजाले गर्नु हुँदैछ है। अनि यहाँ चाहिँ त्यस्तो बोट गएको छैन काँक्रामा, सो मजाले फलिरहेको छ नि त काँक्रा। अनि यो चाहिँ बिउ राख्नु भएको अरे मम्मीले है। अनि अगाडिको चाहिँ खायौँ हामीले है। अनि त्यस्तो बोट चाहिँ गएको छैन। हेर्न हाम्रोमा डल्ले खोर्सानी पनि यत्रो भएको छ है। अन्त पाक्नु आँटेको छ कति जग्गा चाहिँ हरियै छ है। सिजन हो नि त डल्ले खोर्सानीको अहिले चाहिँ। सो मलाई चाहिँ एकदमै मनपर्छ डल्ले खोर्सानी चाहिँ है। अन्त चाहिँ हाम्रो गाईकोट हेर्नुहोस् है, फार्म भन्दा पनि भयो, गाईकोट भन्दा पनि हो, सबै लन्च गर्दैछ गाईहरू पनि। सो यो चाहिँ गाईको गौत हो। यो चाहिँ यसरी जमाएर राख्नु भएको हो नि त बाबाले। घाम चाहिँ एकदमै टनी लागिरहेको छ। अन्त म चाहिँ भिडियो बनाउँदै हुँदैछु नि त। सो अब हरियो मकै पनि खाने बेला भएको है हाम्रोमा चाहिँ। अन्त हेर्नुहोस् है त्यत्रो भएको छ, अब चाहिँ खाने बेला भएको, एकदमै दामी भएको छ हरियो मकै है। अन्त चाहिँ वेदर चाहिँ यस्तो छ, टमेटर लाग्दो टन्टरपुर घाम लागिरहेको छ है गरममा चाहिँ। हेर्नु है हाम्रो कुकुर चाहिँ यसरी सुतिरहेको थियो, मैले चलाइदिएको नि त कुकुरलाई। सो यो कुकुर पनि सुतेको देख्दा चाहिँ एकदमै अल्छी लागेर चाहिँ मैले चाहिँ भिडियो बनाएको नि त। सो यो चाहिँ पहिला नै बाबाले मौरीको डुर बनाउनु भएको थियो, अनि यसपालि चाहिँ बल्ल बल्ल मौरी आयो नि त। चाका बनाउँदैछ है। थ्याङ्क यू फर वाचिङ माई भिडियो।